नमस्ते। आज पनि म कविता वाचनको लागि आएको छु र आज चाहिँ मेरो हातमा रोल्पाको कवि घनश्याम अस्तित्वजीको कविता सङ्ग्रह चियानमाथि महल बनाइरहेको मान्छे छ र म यो कविता सङ्ग्रहबाट एउटा कविता वाचन गर्छु। कविताको शीर्षक रोल्पा। चिन्नु, राम्ररी चिन्नु यो रोल्पालाई, ठन्डा जस्तै फरफराइरहने पातहरू देख्दैमा तिम्रै पाखुरा जस्तो अनुभूत हुने, बलिया हाँगाहरू देख्दैमा तिमी त सधैँको भोको मान्छे, फल देखेर मुख रसायो भन्दैमा नबिर्सिनु जराहरू नबिर्सिनु, रोल्पा पनि जरा हो यो देशको। रोपाको शिरमा टेकेर हामफालेका थिए कृष्ण किशोर र पुष्पहरूले, उज्यालो खोसेर ल्याउँछौ भनी राजधानीतिर, नबिर्सिनु कहिल्यै नबिर्सिनु त्यो जलजला यतै पर्छ। तिम्रा तराईका ती फाँटहरूमा सुँग्नु पर्दा रोल्पाको सुगन्ध तिमीलाई अचम्म पो लाग्दो हो। जान्नु, राम्ररी जान्नु, रोल्पाले नै निचोरेर आफूलाई बगाएको हो शरीर र आँखाबाट पसिना र रगतको लुङ्ग्रे र माडे। भोकको अचारसँग फापरका बासी रोटीहरू निल्दै बन्दुकको लाठी टोकेर क्रान्तिलाई उचाइमा पुर्याउन उक्लिएको त्यो उकालो यतै पर्छ। ख्याल गर्नु, राम्ररी ख्याल गर्नु, तिमीलाई कहानी जस्तो लाग्ने त्यो सातो बाटो बेरिएको पहाड यतै पर्छ। बत्तीमा हुमिएझै पुतलीहरू, समयको अगेनामा बलेको विद्रोहको आगो निप्न नदिन, दाउरा झै ज्यान जोड्ने योद्धाहरू यतैका हुन्। सम्झनु, राम्ररी सम्झनु, ती जेलबाङ लिबाङ यतै पर्छ। आकाशमा चिल नाच्दा पुथीले तोपे झै चल्लाहरू, आजकाल बाघ झै गज्रिँदै राजधानी थर्काउँदै हिँड्ने नायकहरू, हिजो त्रासका जहाजहरू नाच्दा माउ बनेर तोपेको गाउँ यतै पर्छ। सुन्नु, राम्ररी सुन्नु, त्यो थबाङ गाउँ यतै पर्छ। तर दुःखको कुरा त यो छ कि रोल्पाले अझै पनि आफ्नो पहिचानको याचना गरिरहनुपर्छ। देशले आफै चिन्दैन रोल्पालाई। धन्यवाद।